यही पढ्छु। नमस्ते सर। साथीहरू आजको मिनी ब्लगमा तपाईँलाई स्वागत छ। म र साथी अलिकति कलेजतिर आएको छौँ टियुमा। अब साथीलाई चाहिँ एडमिसन गराउनु पर्ने रहेछ, त्यसैले हामी दुईटा चाहिँ कलेजतिर आइसकेको छौँ। हेर्न सक्नुहुन्छ यहाँको वातावरण चाहिँ मनसुनको कारणले धेरै राम्रो भएको छ। रुखहरू पनि धेरै हरियाली देखिरहेको छन्। हाम्रो कलेजमा चाहिँ अहिले कन्स्ट्रक्सन चलिरहेको छ। हेर्न सक्नुहुन्छ यहाँको मान्छेहरू पनि खै अफिसबाट थियो, कहाँ गयो यहाँ चाहिँ कन्स्ट्रक्सन भइरहेको छ। फाइनली हामी आइपुग्यौँ बाहिर आइसकेपछि एउटा मेडलमा चाहिँ नम्बर माग्यौँ। त्यसपछि चाहिँ अहिले हामी तल गइरहेको छौँ, किनभने अब साथीलाई पनि कल गर्नु थियो, यहाँ बोलाएर केही काम कलेजको हरियालीले गर्दा मलाई चाहिँ धेरै राम्रो लागिरहेको छ यहाँ आएर। सो त्यसै अहिले चाहिँ स्टुडेन्ट युनियनमा गइरहेको छौँ। हेर्न सक्नुहुन्छ त्यसपछि चाहिँ हाम्रो भाइजान दाई आउनुभयो। भाइजान दाईसँग अलिकति केही काम परेर हामी सोधपुछ गर्न आएको थियौँ। सो भेट्यौँ दाईलाई। माथि पनि पानी परेको परै थियो। लुगा पनि एउटा चड्डी छ मेरो मात्रै हो, चड्डी मात्रै मेरो रहेछ। यहाँ त पनि मेरो यहाँ सुकिरहेछ। पानी नै पानी परेको छ जुत्तामा। राइट, पानीको कारणले मेरो जुत्ता पनि भिजिसक्यो। धेरै नराम्रो भएछ जुत्ता भिजेर, तनावै भएछ। यो जुत्ता अब कहाँ राख्नु हौ, यहाँ राख्दा हुन्छ पनि पऱ्यो तल।